जति पुण्य गर्नु होइन, तर पुण्यको सबभन्दा ठुलो पुण्य चाहिँ के हो? अरूलाई खाना दिने हो भन्छ। आत्महत्या गर्नेहरू छ नि, सुसाइड गर्ने र एकदमै पापीहरू, त्यस्तोहरूको चाहिँ फेरि 49 पछि भने खास गरी त्यो जीव पाउँदैन। त्यसले चाहिँ एकदम गाह्रो हुन्छ। जुन सुसाइड गर्नेहरूले चाहिँ साङ्गीले भनेको राउँसो रङ घिचे अब त्यसलाई थर्पामे भनेको छ। आफ्नो शरीरलाई चाहिँ आफैले त्यो फ्याल्छ नि त। सुसाइड गरेर आफ्नो आत्महत्या गर्नुलाई चाहिँ कहिले पनि प्रलोभ छैन भन्छ त्यसलाई। अनि सबैजनाले एउटा सक्यो भने चाहिँ माने गर्ने हो। ओम माने पेमे हुङ भनेर त्यो छ, त्यो 6 अक्षर छ, ओम माने पेमे हुङ। त्यो ओम माने पेमे हुङ भनेको मान्छेले पनि त्यही लाग्दो रहेछ कि माने भनेको चाहिँ मरेपछि मात्रै गर्ने हो, जिउँदो मान्छेले त मान्ने होइन, अर्को डोलमा हार्नु पर्नुपर्छ भनेर त्यसो सोच्दो रहेछ। तर होइन, त्यो माने चाहिँ के हो भन्दाखेरि 6 अक्षरले चाहिँ जुन हाम्रो यो संसारको 6वटा लोक छ नि, 6 लोकको चाहिँ एउटा त्यसमा घरिघरि जन्मिनु नपर्नुको लागि चाहिँ यो मानेको 6 अक्षरले चाहिँ त्यो 6वटा लोकको चाहिँ ढोका चाहिँ बन्द गर्ने काम गर्छ। 21 दिनसम्म चाहिँ प्राय जस्तो जुन त्यो आत्मा यो शरीर छोडेर गएको जुन त्यसको परिवारसँग चाहिँ 21 दिनसम्म चाहिँ धेरै मिलेर बस्छ त्यो परिवारसँगै। किनभने यो संसारमा जन्मिनु कारण के हो? लोभले गर्दा, घृणाले गर्दा, रिसले गर्दा हो। त्यो 5वटाले गर्दाखेरि हामी यो संसारमा जन्मेकै हुन्छ नि त। जन्मिनु कारण त्यही हो नि त। त्यसले गर्दा यो आत्माले पनि त्यो 21 दिनसम्म चाहिँ जुन परिवारसँग उसले छोडेर गयो त्यो परिवारसँग चाहिँ धेरै मिलेर बस्छ। त्यसको आत्मा चाहिँ घरिघरि त्यसमै आइराख्ने, त्यसमै घुमिराख्ने हुन्छ। त्यसले गर्दा त्यो 21 दिनसम्म चाहिँ जुन उहाँको परिवारको सदस्य छ, जस्तो अब छोरा